नमस्कार, यहाँलाई स्वागत छ। देश निर्वाचनमय छ। फागुन 21 गते एउटा आम निर्वाचन हुँदैछ। कतिपयलाई यो निर्वाचन उत्सव बनाएको छ भने कतिपय निर्वाचनलाई यो अपराध र अभिशाप बन्दैछ। यही सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट पार्टी भन्ने एउटा पार्टी छ जसले देश निर्वाचनमा होमिएका बेलामा यो निर्वाचन हुनु हुँदैन भनेर अहिले देशमा विभिन्न खालका गतिविधि गरेको छ। राज्यले पनि यस पार्टीका नेताहरूलाई चाहिँ पक्राउ गर्ने क्रम निरन्तर जारी राखेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई किन चुनाव चाहिएन भन्ने सन्दर्भमा हामी कपिलवस्तुका यस पार्टीका सचिव हिमलाल वाग्लेसँग छोटो कुराकानी गर्दैछौँ। नमस्ते, स्वागत छ। नमस्ते। के रहर लाग्यो तपाईहरूलाई यसरी चाहिँ चुनाव बहिष्कार गर्न? यो रहर भन्दा पनि बाध्यता हो। यो चुनाव नेपालको संसदीय व्यवस्थामा यो नियमित चुनाव होइन। यो चुनाव 2084 सालमा हुनपर्ने चुनाव हो। यसलाई 2082 मा गराइएको छ। यो सत्तामा गएका विभिन्न राजनीतिक दलहरूले गरेको भ्रष्टाचार, जनविरोधी क्रियाकलापलाई मुद्दा बनाएर भदौ 23 र 24 गते जेनजी आन्दोलन भयो। जेनजीहरूको माग सही थियो, सकारात्मक थियो। भ्रष्टाचारको विरुद्ध जनताको पक्षमा माग थियो, सुशासनको माग थियो, सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग थियो। जायज मागहरू लिएर जेनजी भाइ बहिनीहरूले आन्दोलन गरेका थिए। त्यो आन्दोलनलाई अपहरण भयो। त्यो आन्दोलनको उद्देश्य प्राप्त नहुँदै त्यो आन्दोलनको दिशा मोडियो। त्यो आन्दोलन सिंहदरबार जलाउनतिर गयो। त्यो आन्दोलन अब सर्वोच्च अदालत जलाउनतिर गयो। त्यो आन्दोलनको दिशा मोडियो। त्यसो भएर यो अब यो प्रसङ्ग फरक तरिकाले गरौँला। तपाईहरू अब सकिँदै गरेको स्थितिमा, मेटिँदै गरेको स्थितिमा यो त भन्दा तपाईँलाई अलि अप्रिय पनि लाग्ला। आफूले चुनाव पनि नजित्ने, चुनावमा अब यो चाहिँ तपाईँको यो चुनावी माहौल क्याच गर्न पनि नसक्ने भएको हुनाले अब के गरौँ त भनेर बहिष्कार गरेको हो भनेर धेरैले भन्छन्। एजेन्डा पनि छैन, तपाईँहरू सकिन थाल्नुभयो। आदर्शको राजनीति यतिखेर नेपालमा चाहिँ अब टिक्न छोड्यो। विश्वमा चाहिँ अब यस्ता खालका प्रवृत्तिहरू चाहिँ अन्त्य हुँदैछन् र चुनावमा भाग नलिने प्रवृत्ति अब यसले चाहिँ केही पनि गर्न सक्दैन पनि भनेर मान्छेले तपाईँहरूको खिसिटिउरी उडाइराखेका छन्। चुनावमा जान पनि नसक्ने, होइन, चुनावमा त्यो खालको वातावरण सिर्जना गर्न पनि नसक्ने। अब के गर्ने त भन्दा भाँड्ने, यसलाई चाहिँ अपराध भन्ने, यसलाई चाहिँ तपाईँको गर्नै नहुने चिज हो भनेर तपाईँले आरोप आइराखेको छ। तपाईँहरू सङ्गठित हुन नसकेर चुनाव हुनु हुँदैन भन्नुभयो अरे हो? त्यस्तो होइन, त्यो चिज गलत हो। वास्तवमा हाम्रो पार्टीको स्पष्ट अडान छ। हाम्रो पार्टीले के भनेको छ भन्दाखेरिमा यो निर्वाचनले निकास दिँदैन। हामीले देखिरहेका छौँ। अब 2046 सालपछि 2048 सालपछि पटक पटक निर्वाचनहरू भए। जनताले आफ्नो अभिमत दिए। त्यो अभिमत पाएका पार्टी नेताहरू सत्तामा गए। आखिरी जनताले के पाए त? धेरै कुराहरू पाए। भ्रष्टाचार पाए, होइन, विकृति पाए, विसङ्गति पाए, नेताहरूका ठुला मल बने। यो कुरा त पाए नि त। यो पाए। त्यही भएर त्यो चुनाव मार्फत जुन जनताको अभिमत पाए नेता अथवा पार्टीहरूले त्यसलाई सदुपयोग गरेनन्। त्यसलाई भ्रष्टाचार यसलाई तपाईँहरू चाहिँ भाग नलिएर यो सोलुसन हुन्छ कि भाग लिएर तपाईँका एजेन्डाहरू जनतालाई प्रस्तुत गर्दामा चाहिँ यो समस्या समाधान हुने हो त? हामीलाई के लागेको छ भने यो संरचना नै गलत छ। संरचना बदल्नुपर्छ। तपाईँ महाकालीबाट माटो लिएर आउनुहोस् या मेचीबाट माटो लिएर आउनुहोस्, इँटाको साँचो त्यही रहँदासम्म इँटा त्यही बन्छ, त्यही साँचो अनुसारको इँटा बन्छ। यो जो संरचना बनेको छ, हाम्रो संसदीय व्यवस्थाको जुन संरचना बनेको छ, जसलाई हामीले गणतन्त्र भनेका छौँ, लोकतन्त्र भनेका छौँ, प्रजातन्त्र भनेका छौँ, यहाँ चुनिएर गएका नेताहरूले नै भ्रष्टाचार गर्छन्। तपाईँले मानिलिनुहोस्, एउटा नेता जसले 5-6 करोड रुपियाँ खर्च गरेर, 8-10 करोड रुपियाँ खर्च गरेर जो चुनाव जितेर जान्छ, त्यसले गएर जनताको सेवा गर्छ? हिजो त यसलाई तपाईँले स्वीकार्नुभयो। हिजो अहिले तपाईँहरू को हो त भन्दा तपाईँहरू भर्खरै खोलेको नयाँ पार्टी त होइन। तपाईँले हिजो संसदीय व्यवस्थालाई मानिदिनु भयो। तपाईँ हिजो मानेका पार्टीहरूबाट मान्छे मन्त्री पनि बनिदिए। अनि अहिले चाहिँ माथि आफ्नो सङ्गठन विस्तार गर्न नसकिसके पछाडि अनि कुरा गरेर त अलि सुहाएन कि तपाईँहरू चोइटिँदै रहेको यति सङ्गठनले चाहिँ यस्ता कुराहरू गर्न सुहाउँछ कि सुहाउँदैन?
अब अहिले हामी 3टा पार्टी एकता गरेर एकता महाधिवेशन पनि हामी सम्पन्न गरेर आएका छौँ। जुन साथीहरूले, जुन पार्टीहरूले, जुन नेताहरूले हामीलाई जुन चैटिँदै गएको भन्ने आरोप लगाइरहेका छन् त्यो गलत छ। उहाँहरूले हाम्रो विषयमा बुझ्नु भएको छैन। व्यापक रूपमा हामीले सङ्गठन निर्माण गरेका छौँ, व्यापक रूपमा जनताको बिचमा गएका छौँ। अहिले हामी 20,000 पर्चा त हामीले बाँडिसक्यौँ बहिष्कारको बारेमा र अझै अगाडि हामी जाँदैछौँ। त्यही भएर सरकारले धम्माधम तपाईँलाई पक्राउ गरे, विज्ञप्ति पनि निकाल्नु पर्यो होइन? बिथोल्न थाल्नुभयो, बमहरू बाहिर देखिन थाले, तपाईँहरूले हो कि अरू कोही अर्को तत्त्वले हो? यो चुनाव कि बिथोल्यो भने तपाईँलाई खुसी मान्नुहुन्छ? सबभन्दा पहिलो कुरो त हाम्रो लडाइँ भनेको वैचारिक हो। हामी यो उटपटाङ गर्ने, बम पड्काउने, अवरोध खडा गर्ने हामीले त्यो काम गर्दैनौँ। हामी वैचारिक लडाइँ हामी लड्ने मान्छे हौँ। जनताको बिचमा व्यापक रूपमा जाने, आफ्ना कुराहरू जनतासँग राख्ने, जनता चुनावमा भाग लिन गए पनि हामीले अवरोध गर्दैनौँ। गएन भने पनि किन गएनौँ भनेर हामी भन्दैनौँ। जुन आरोप आएको छ बम पड्काउने, अवरोध खडा गर्ने, त्यस्ता गतिविधिमा हामी लाग्दैनौँ। हाम्रो पार्टी स्पष्ट छ। हामीले जनविद्रोहको कुरा गरेका छौँ, हामीले त्यो सशस्त्र सङ्घर्षको कुरो गरेका छैनौँ। अहिले हामी त्यो बाटोमा छैनौँ। हामी जनआन्दोलनको बाटोमा छौँ। अहिले जनचेतना जगाउने बाटोमा छौँ हामी अहिले। अब देश निर्वाचनमय छ, सबैले स्वर्ग बनाउँछु भनेका छन्। यहाँ नयाँ पार्टीहरू आइरहेका छन्। अब यो देश त स्वर्ग हुने भयो, भ्रष्टाचार अन्त्य हुने भयो, मान्छेले रोजगारी पाउने भयो भनेको छ। आज काङ्ग्रेसको घोषणापत्र आयो, गगन थापाले पढाएका छन्। अब भ्रष्टाचार चाहिँ देख्न पाउनुहुन्न, एकचोटि हामीलाई टेस्ट गर्नुहोस् भनेको छ। एमाले त अब चाहिँ झनै ठुला चाहिँ विकास र एजेन्डाका कुरा गरेका छ। सबैले यो सुन्दर सपना बाँडिरहँदा तपाईँलाई फेरि त्यो के रहर लाग्यो कि यो चुनावमा नजान? अब यस्ता सपना पहिला पनि बाँडेका हुन्, यस्ता घोषणापत्र पहिला पनि जनताको बिचमा गएका हुन् र संसदीय निर्वाचन यो पहिलो होइन, वर्षौँ बितिसक्यो। 2046 सालपछि लगातार हामीले संसदीय व्यवस्था अब चुनाव मार्फत हामीले ल्याइरहेका छौँ। संसदीय व्यवस्थालाई हेरिरहेका छौँ, भोगिरहेका छौँ। यही जनताको अभिमत पाएर सत्तामा गएकाले राष्ट्रघाती महाकाली सन्धि गरे, यही जनमत पाएर सत्तामा गएकाले राष्ट्रघाती MCC चाहिँ पास गरे। यिनले के राम्रो गरे? नयाँ पार्टी अब राष्ट्रिय स्वतन्त्र पार्टी, अब घन्टीमय देशमा 2/3 बहुमत आयो भने देशमा चमत्कार हुन्छ भनेर कुरा गरिरहेछन् नि। तपाईँहरूको पुराना पार्टीहरूप्रति आशा हो कि यो नयाँ पार्टीप्रति आशा हो? पुराना पार्टीप्रति पनि हाम्रो आशा छैन। यो नयाँ पार्टीले पनि केही गर्दैन। यो नयाँ पार्टी त बारबारा फाउन्डेसनबाट आएछ। के प्रमाण छ त बारबाराबाट आयो, विदेशी शक्तिको चलखेल आयो भन्ने? यो त त्यत्तिकै देखावटी भन्ने भनाइ भयो रे, प्रमाण छैन रे, त्यत्तिकै भने अरे जे केही भयो भने अब लोग्ने स्वास्नीको झगडा भयो भने नेपालमा विदेशीको इसाराले भन्छन् रे क्या आजभोलि। त्यत्तिकै बनायो भन्छन् त यिनीहरूले। हामी स्वर्ग बनाउँछु भन्दा के बनायो भन्छन् सबैले। पहिलो कुरो त यो नयाँ पार्टीको उद्देश्य के हो? भारतलाई हेर्ने दृष्टिकोण के हो? चीनलाई हेर्ने दृष्टिकोण के हो? अमेरिकालाई हेर्ने दृष्टिकोण के हो यिनको दृष्टिकोण? अहिले तपाईँले अब थाहा पाइसक्नुभयो होला, अमेरिकी सेना त आएर परेड खेल्यो त टुडी खेलमा। त्यो त पहिला पनि भइरहेको गतिविधि हो। यो एउटा अन्तर्राष्ट्रिय सैन्य कूटनीतिमा यो पर्दो रहेछ होइन? त्यो साधारण कुरा हो। हिजो केपी ओली हुँदा 75 सालमा पनि भए रहेछ, पहिला पनि भए रहेछ। यसलाई फेरि कति ठुलो हाउगुजी बनाइसक्नु भयो हो यो सामान्य विषयलाई? हामीले देखिसकेका छौँ। युक्रेन भोगिरहेका छन् युक्रेनका जनताले होइन? नेपाली जनताले पनि यो भोग्छन्। यो हाउगुजी होइन, यो वास्तविकता हो। अब यो प्रतिक्रियावादीहरू सत्तामा भएको बेलामा विभिन्न समयमा आयो होला, तर MCC पास गरेर MCC का गाडीहरू चेक गर्न नपाइने, MCC का कर्मचारीलाई चेक गर्न नपाइने होइन? नेपालको संविधानभन्दा उनीहरू माथि, नेपालको संविधानसँग MCC का नियमहरू बाजिए भने नेपालको चाहिँ संविधान निष्क्रिय हुने जुन क्रियाकलाप छ, यो कदापि राष्ट्रवादी हुन सक्दैन। हामीले परिकल्पना गरेका विषयहरू कि देखिसके यस्तो खालको सेना आएको कुरा होइन? इनका कर्मचारी छानबिन गर्न नपाउने कुरा आयो कि हामीले कल्पना गरेर भनेका छौँ? होइन, संसदबाट MCC पास गर्दैखेरिमा ती हामीले लिएका छौँ नि, हामीसँग ती पुस्तकहरू छन् नि, हामीले हेरिसकेका छौँ नि, हामीले अध्ययन गरिसकेका छौँ। त्यो त भोलि देखिने कुरा हो, स्पष्ट रूपमा देखिन्छ। त्यो भएरै छोड्छ भनेको। अबको यो 82 को चुनावले पनि यो मुलुकलाई निकास दिँदैन भने अब यो भनेको समग्रमा संसदीय यो प्रणालीले निकास दिन्न भने हो भनेको। सत्ता कब्जा गर्न पर्यो अब
तपाईँहरूले? अब हामीले के स्पष्ट कुरो गरेका छन् भने यो चुनावले निकास दिँदैन, जसले जिते पनि नयाँ पुरानो जसले जिते निकास दिँदैन। हाम्रो माग के छ भन्दाखेरि स्वाधीन संयुक्त सरकारको गठन गरौँ भन्ने हाम्रो माग छ। त्यो स्वाधीन संयुक्त सरकार गठन भएपछि त्यसको मातहतमा संविधानको निर्माण, त्यसको मातहतमा निर्वाचन, यी सबै चिज स्वाधीन संयुक्त सरकारले मात्रै गर्न सक्छ। देशभक्त जनता यो संविधान पनि खारेज गर्नु पर्यो। अहिले हामीले भनेको सर्वोदय सरकारको अर्को भाषामा स्वाधीन संयुक्त सरकार भनेको सबै मिलेर बनाएर फेरि अर्को निर्वाचन मिति घोषणा गर्ने। राष्ट्रवादी शक्तिहरू देशभक्तहरू मिलेर स्वाधीन संयुक्त सरकार गठन गर्ने, त्यसको मातहत निर्वाचन। अनि तपाईँहरूको पार्टीले अहिले आएका नयाँ पार्टीहरूमध्ये अब रवि लामिछाने र बालेन्द्र शाहलाई कसरी हेरेको छ? अब त उनीहरू प्राइम मिनिस्टर हुने भए, मुलुकमा उनीहरूको चाहिँ तपाईँको अब सम्भावना बढेर गएको छ। यिनीहरूले जित्ने पनि लक्षण देखिरहेको छ। जनलहर र यो चाहिँ हुइम उनीहरूको पक्षमा छ। यी दुईटा पात्रलाई तपाईँहरूको पार्टीले चाहिँ कसरी हेरेको छ? रवि लामिछाने र बालेन्द्र शाह देशभक्त होइनन्। आधार के हो? देशभक्त होइनन्। यिनकै इसारामा त सिंहदरबार जलेको छ, यिनकै इसारामा सर्वोच्च अदालत जलेको छ। अनि कसरी नि देशभक्त हुन सक्छ? यिनले जलायो कि त्यो सरकारले जलायो? त्यतिखेर 72 जनालाई नमार्या भए चाहिँ यो जल्थ्यो कि जल्थेन? होइन, थुप्रै कुराहरू आएका छन् बाहिर। चारैतिर मान्छे चाहिँ छन्, बिचको मान्छे मरेको छ होइन। प्रहरीले गोली त्यति बेला चलाएको छ जब सिंहदरबारको दिवाल तोड्न गइएको छ, गेट तोड्न गइएको छ, त्यति बेला गोली चलाएको छ। विभिन्न सञ्चार माध्यममा आएको छ, विभिन्न पत्रपत्रिकामा आएको छ, कसले इसारा गरेको छ, कसले नेतृत्व गरेको छ, ती सबै चाहिँ सामाजिक सञ्जालमा आएको छ। जेनजी विद्रोह गर्ने भाइ बहिनीहरू देशद्रोही, केपी शर्मा ओली राष्ट्रवादी। त्यसो भए विद्रोह गर्ने भाइ बहिनीहरू नेपाल आमाका छोराछोरी हुन्। उनीहरूप्रति हाम्रो सहानुभूति छ। उनीहरूको इमान्दारीपूर्वक जो देशमा भइरहेको भ्रष्टाचारको विरुद्धमा, अब सुशासनको पक्षमा जुन उनीहरूले आन्दोलन गरेका थिए, त्यो आन्दोलनलाई हाइजेक गरेर त्यसलाई गलत दिशा दियो हामीले भनिराखेका छौँ। भनेपछि ओके, नयाँ शक्तिले पनि काम गरेन। पुरानो शक्तिमा अब देउवा त अहिले अलिकति ब्याक हुनुभयो। प्रचण्ड र केपी ओली मध्ये यिनमा कसले चुनाव जित्छ अथवा यी दुईटालाई तपाईँहरूले कसरी हेर्नु भएको छ? यी राष्ट्रवाद कि यिनी पनि फेरि उस्तै देशद्रोही? एउटै ढेङ्का मुला हुन्, दुईटै सरकारमा गए। के गरे भन्ने कुरो तपाईँ हाम्रो सामुन्ने छ। एउटा चाहिँ तुलोमा दाँच्दाखेरि समकालीन अहिले आजको मितिमा प्रचण्ड राम्रो कि तपाईँको केपी शर्मा ओली राम्रो? होइन, त्यो 19-20 को कुरो हो। होइन, 19-20 नभन्न तपाईँले एउटा अब एमसिसी पास गराउनको लागि सबैभन्दा बढी भूमिका भनेको प्रचण्डको रह्यो। त्यसो हुँदाखेरिमा मेरो नजरमा प्रचण्ड, केपी ओली, शेरबहादुर देउवा त्यो एउटै श्रेणीमा छन्। यिनीहरूमा त तुलना गर्दाखेरिमा खासै फरक छैन। अब निर्वाचन नजिक छ। म तपाईँको एउटा लामो राजनीतिक दर्शन र एउटा ज्ञान, अलिकति राजनीतिलाई नजिकबाट विश्लेषण गर्ने क्षमता भएको हुनाले मैले अहिले चाहिँ कुन पार्टीहरूको स्थान के होला भनेर तपाईँलाई प्रश्न सोध्छु। यहाँले चाहिँ एक एक लाइनको कारण र ठ्याक तपाईँले उत्तर पनि दिनु होला है। 82 को चुनाव तपाईँले बहिष्कार गर्नुभयो। अब भाग लिनेले लिइरहेछन्, चुनाव हुने पक्का जस्तो भइसकेको छ। एक नम्बर पार्टी चाहिँ को हुन्छ? एक नम्बर पार्टी त अहिलेको लहर हेर्दाखेरिमा रासपा नै हुन्छ भन्ने मलाई लाग्छ। रासपा हजुर एक नम्बर हुन्छ। कति सिट आउला यसको? पछिल्लो सिट 20 सिट हो, त्यहाँभन्दा बढी नै आउँछ प्रत्यक्षमा। प्रत्यक्ष 20 कि पहिला त 21 हो होइन? 20-21 के हो? टोटल कति सिट ल्याउला तपाईँको अनुमानमा? अहिले त्यसरी नै भन्न त सकिन्न। ठुलो पार्टी यही भन्छ। एक नम्बरमा रासपा। दोस्रो पार्टी त अब काङ्ग्रेस फुटेको छ एक प्रकारले। एमाले, अब नेपाली कम्युनिस्ट पार्टीको सम्भावना बढी देख्छु। नेपाली कम्युनिस्ट पार्टी दोस्रो नम्बरमा प्रचण्डको नेतृत्वमा रहेको होइन? ओके, तेस्रो पार्टी एमाले भन्छ। एमाले तेस्रो पार्टी। चौथो त्यसपछि त काङ्ग्रेस चौथो पार्टी। हाम्रो हिमलाल वाग्ले ज्यूको विचारमा अब आउने इलेक्सनमा रासपा पहिलो पार्टी बन्नेछ, नेकपा नेपाली कम्युनिस्ट पार्टी तारा चुनाव चिन्ह दोस्रो, एमाले तेस्रो र चाहिँ कङ्ग्रेस चौथो पार्टी बन्दैछ। यो विश्लेषण यहाँलाई कस्तो लाग्छ कमेन्ट गर्दै जानुहोला। धन्यवाद।